हेलो साथीहरू, म यहाँ जो बगानमा अलिकति सागहरू मुला डाँठा फ्याक्छु भनेर आएको छु। बुहारीले खन्दैछ। हेर्नुहोस्, आज बुहारीलाई लगाएको छु खेती गर्नुलाई। बुहारीले सकेन भने म पनि गर्छु, खन्छु। यति साग टिपेँ, हिजो पनि टिप्नु भयो बुढाले, आज पनि मैले नि यति टिपेँ। अरू ठुङ्गे फुलहरू लगाएको छु किनकि दिवालीमा यस्तो दाम भएछ मालाको 120 यस्तो भएछ। त्यही भनेर हामी यहाँ ठुङ्गे फुलहरू पनि रोपेको छु। हेर्नुहोस्, के को हो यो? यसमा के छ? मुला छ, डाँठा छ, लाई छ। यति मात्रै खनेर छरेछु है साथीहरू। हेर्नुहोस् है, कुम्रिन्छ कुम्रिँदैन त्यही हेरेको। पोहोरको गुटी हो नि त। यी भात केरेला हुँदैछ। यता पनि छ। यो के को अब? यो भेन्डी हो, सिमी हो। भेन्डीको गुटी कहाँ हो? देखाइदिनु। यो भेन्डीको गुटी हो। यो सिमी कहिले हुन्न होला, नेपालबाट ल्याइदिएको नि। तपाईँ हालिदिनु न, भयो हुन्छ। पर्दा कस्तो भयो भेन्डी नि? भयो त। पर्दा थुप्रै भयो भेन्डी साथीहरू। भेन्डी फेरि 1-2 दिनमा टिपेन भने छिप्पिहाल्छ। भयो त नि। बाबु उठ होला। यो अस्ति लगाएको थिएँ साथीहरू भेन्डी, यत्रो यत्रो भन्छ। यो फर्सी हो। हेर्नुहोस्, यहाँ एउटा भन्छ, यही भन्छ, सानो सानो हुँदैछ। जङ्गलले गर्दा अलिक पहेँलो पहेँलो भएको छ। यहाँ लगाएको छ 2-3 वटा। यहाँ एउटा भन्छ। यो हेर्नुहोस्, यो पनि हो। बर्खामा भयो भने अर्ग्यानिक काम गर्नु थाल्यो भने सबै उखालेर फ्याँक्नुहुन्छ नि फेरि एउटाले। साथीहरू, यो गुटीहरू तपाईँहरूले खानुभएको छ कि खानु भएको छैन कमेन्टमा भन्नु होला। यो गुटी यस्तो मिठो हुन्छ। दाल बनाउनुपर्छ, आलु मसिनो गरेर काटेर परपर भुट्नुपर्छ। ओह, थाकेछु। सिडी उठेर आएको अलिक सास फुलेछ है। यसको नाम हो बी भन्छ। हामीले त बी भन्छौँ नेपालीहरूले। अरूहरूले तितागुट्टी पनि भन्छ, के भन्छ। तिते बैगुन होइन, तितागुट्टी बी भन्छ हाम्रो नेपालीले। बी भन्छ। बहुत राम्रो हो यो, दबाई पनि हुन्छ भन्छ। त्यही भनेर आज टिप्छु, भोलि भुटेर खाने। हेर्नुहोस्, कसलाई राम्रो लाग्छ यो बीको सब्जी भन्नु होला कमेन्टमा साथीहरू। किन्नुपर्छ आज ल। अस्ति ठुली आमाले कति रुपियाँ, 50 रुपियाँ न 60 रुपियाँ किलो गरेर किनेर ल्याएको अरे बजारमा। देखाउनु न। आजकल त हर जिनिस किन्नुपर्छ साथीहरू। हेर्नु, जङ्गलमा भेट्ने एभाइलेबल जिनिसहरू सब किनेर खानुपर्छ। मान्छेहरू अल्छी भयो। त्यो गुट्टी मिठो गुट्टी हो यो। यहाँ आम पनि छ। यी आम त योपालि फुल लागेको थियो, लागेन छ एउटा पनि, सबै झरेछ। यहाँ तल निम्बु कासी छ, गोल निम्बु, त्यहाँ चाहिँ लागेको छ 3-4 वटा। हेर्नुहोस्, मानिमुनिहरू पनि यति भएछ ठुल्ठुलो एकदम। यो पनि राम्रो दबाई अरे, ग्यासको लागि, अरू जिनिसको लागि, दिमागको लागि। यी किरा पनि रहेछ र त, डरलाग्दो। यो खानु अरे, बिहान बिहान खाली पेटमा चबाएर पनि खानु, झोल पनि खानु सक्छ, चटनी बनाएर पनि खानु सक्छ, भुटेर पनि खानु सक्छ। यो भाते करेला हेर्नुहोस्, त्यहाँ पनि भएको छ मजाले। तरुलको पनि भयो कि, तरुलको पनि। हाम्रो त खेती त डङ्गै छ, किनेरै खानु पर्दैन। यति टिपेर लिए हेर्नुहोस्, छ अझै बगानमा। अब त्यो पछि टिपेर ल्याउने हो। यति भयो, एक छाक मजाले हुन्छ। हेर्नुहोस् साथीहरू, मलाई त बहुत मिठो लाग्छ। तपाईँहरूलाई मिठो लाग्छ कि लाग्दैन भन्नु होला कमेन्टमा। यसको रेसिपी देखाउँछु, बनाएर भुटेर कसरी खाने हो। तपाईँलाई यसको रेसिपी देखाउँछु है साथीहरू।